हे गाइज गुड मर्निङ वेलकम टु माई ब्लग। आजको मेरो ब्लगको सुरुवात चाहिँ यही खानाबाट है। खाना चना मात्र भुटेर अनि बाहिर चाहिँ मस्त घाम लाग्छ। आज चाहिँ ढिलो उठ्यो त्यही भएर कस्तो भइछ। धेरै पिरो हाल्थ्यो। नाइस गाइज अहिले चाहिँ बेलुका भइसक्यो यही पुरै राति भइसक्यो। अब म यहाँ खाना पकाउँदैछु। यो भेन्टा खाइदियो त्यो र आलु अनि यहाँ भात पाक्दैछ। त्यसपछि केही त गरेन, त्यही सुते एकैछिन सुत्छु भनेको धेरै कति 10-11 बजी सुत्छु भनेको सुतेँ। 3-4 बजी उठ्छु कि अनि केही गरेन अनि उठेँ अनि एकैछिन बसेँ। धेरै पानी हाल्दैछु अनि अहिले चाहिँ यहाँ खानु बनाउनलाई चाहिँ गाइज मैले चाहिँ खाना गराइसकेँ। ओए तरकारी कता गयो? ओए तरकारी छ। ओए तरकारी र भात अब चाहिँ खान्छु म। गाइज मैले चाहिँ भर्खरै खाना खाइसकेँ र सुत्नलाई थिएँ। तपाईँलाई म एउटा कुरा भन्छु के हो भन्दा मेरो भिडियोमा कमेन्ट गर्न मिल्दैन। त्यो एज रिस्ट्रिक्सन हो कि के भन्ने लाग्छ। त्यो 16 वर्षभन्दा मुनिको भन्छ। त्यही भएर म त 14 वर्ष है नि। त्यही भएर त्यही भएर तपाईँलाई कमेन्टसम्म यस्तो गर्न मन लाग्छ भने यहाँ टिकटक आइडी र यो इन्स्टा आइडीमा गर्नु होला। र म हरेक सटरडे या त्यस्तै सटरडे या फ्राइडे जस्तै कि आज के हो, आज वेडनेसडे थर्सडे हो क्या, ट्युसडे भयो। अब सटरडे या फ्राइडे म कोही क्युएनए भन्नाले क्वेसन एन्ड एन्सर तपाईँले जुन क्वेसन्स सोध्नुहुन्छ त्यसको आन्सरको जस्तै कि मेरो लाइफ रिलेटेड त्यस्तो म त्यसको भिडियो गराउँछु। कमेन्ट गर्न मिल्दैन भिडियोमा, त्यही भएर र म अब सुत्छु। गुड नाइट, सिउ। तपाईँहरूलाई म भोलि भेट्नेछु। बाई बाई।